रवि लामिछाने किस्तीमा आएको प्रधानमन्त्रीको पद त्यागेर कैदी हुन मन्जुर भएको मान्छे हो। व्यक्ति जित्नु ठुलो कुरो होइन। मसँग एउटा विश्व रेकर्डको सर्टिफिकेट पनि छ। प्रधानमन्त्रीको घरको सर्टिफिकेट भएर सिंहदरबारमा एउटा फोटो टाँसिन्थ्यो होला। त्यसले के फरक पर्छ? त्यसले फरक पार्दैन। फरक पर्नको लागि तपाईँ हामीले जुन अभियान सुरु गरेका छौँ त्यसलाई टुङ्गोमा पुर्याएपछि मात्र फरक। यसपटक साथी हो, मैले ज्यानको माया मारेको छु। तपाईँको पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको नचिनेको नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यानजालाई यिनका अगाडि शिर झुकाउँदिन। मर्नु परे पनि यिनीहरूको अगाडि शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बिच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा त्रिशुलीको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो? मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो? सबैसम्म जग जाहेर छ।